सेवारो नमस्ते गुड मर्निङ साथीहरू। आज हामी यो जुन चाहिँ क्रिसको क्रिएट आइल्यान्ड चाहिँ हामीले सकेर अब चाहिँ हामी अर्को आइल्यान्ड जाँदैछौँ। त्यसको अपडेट दिने गर्छु। हजुरहरू साह्रै सन्चो हुनुहुन्छ भनेर मैले आश गरिरहेको छु। हामी सबै सन्चै छौँ। जानलाई रेडी भयौँ हामी फेरि यो क्रिएट आइल्यान्ड चाहिँ छोड्नु आँटेको छौँ। मेरो बहिनी यहाँ यताउता क्लिन गरिदिँदैछ। यहाँ हाम्रो रुमहरू बसेको सरसफाइ गरेर छोडिदिनु पऱ्यो नि होइन। बसिसकेपछि मान्छे बसेको जस्तै होस्, डिस्कस्टिङ छोडिदिनु भएन जस्तो लाग्छ है। यो चाहिँ नितान्त मेरो विचार है। तर हामी आज यो क्रिएट आइल्यान्ड छोडेर चाहिँ यो पानी जहाजबाट जाँदैछौँ। कहाँ जाँदैछौँ म बताउँदै गर्छु। चाहिँ लाइन लागिसक्यो। यहाँ मेरो बहिनी, जय, मेरो छोराहरू, जय सबै लाइन लागेको छ। हामी जाने चाहिँ यहाँ सबै फुल्ली क्यु लागिरहेको छ है। अब चढ्दैछौँ है। यहाँ टिकट चेक गर्दो रहेछ यसरी यहाँ। अनि अब उकालो लाग्यौँ यहाँनिर। यता पनि अर्को छ, आउँदै मान्छेहरू पनि छ। ल लाग्यौँ है भित्रको टटै। हङकङमा स्टार फेरीमा चढ्थ्यौँ हामी। अब फाइनली अहिले चाहिँ ग्रिसमा चढ्दैछौँ। साथीहरू निकै स्पिडमा जाँदैछ। धेरै प्यासेन्जर छ, टनाटन प्यासेन्जर छ। अनि मेरो बहिनी र भदैनी पनि भिडियो लिँदैछ। यिनीहरू भिडियो लिँदैछ। कोहीभन्दा कोही कमी छैन भिडियो लिनुमा। यहाँनिर तपाईँको खाजा साजा, चिया पानी, कफी सबै पाइँदो रहेछ। टोइलेटहरू यता छ। अनि हिँड्दा चाहिँ लड्नु खोज्दैछु। अब ल हामी सबरुम जान। हामी चाहिँ हाम्रो डेस्टिनेसनमा पुगेको छौँ र यहाँ उत्रने क्रम सुरु भएको छ। लाइन लागेको छ एक साइडमा। मोटरसाइकलको लाइन यहाँ छ, मान्छेहरूको लाइन यहाँ छ। यस्तो छ। निस्किन थालेको छौँ। सबैले आफ्नो आफ्नो लगेज तानेर यहाँ आइपुगेको छु। फेरि हामीले चाहिँ गाडी फेरि रेन्ट गर्नु खोज्दैछौँ। बेस भनेको जस्तै यो ग्रिसको एकदम इन्कमको ठुलो सोर्स। यति धेरै टुरिस्टहरू आउँदो रहेछ कि यो पानी जहाजभित्र नटी आउँदो रहेछ देश विदेशका मान्छेहरू। अनि आफ्नै देशका मान्छेहरू पनि आफ्नो एउटा आइल्यान्डमा यसो हलिडे भिजिट जाने गर्दो रहेछ। सायद यहाँ निकै ठुलै इन्कम होला यसको लागि। राम्रो लाग्यो। हाम्रो नेपाल देशमा पनि वाइ नट हामीले गर्न सक्छौँ चाह्यो भने। हरेक ठाउँमा चाहिँ अब हाम्रो फेसिलिटिजहरू चाहिँ हुनु पऱ्यो होइन। ट्रान्सपोर्टेसन फेसिलिटिजहरू चाहिँ हुनु पऱ्यो। पसेको थियौँ डब्लुसी। थ्याङ्क यू डब्लुसी पसेको थियौँ। अनि 1 युरो लिँदो रहेछ यहाँनिर। यहाँ आइपुगेपछि चाहिँ यहाँबाट सट्टै छिरेको छौँ। गेट नम्बर 4 मा चाहिँ डब्लुसी रहेछ है यहाँनिर। यो क्रेटबाट चाहिँ पानी जहाजमा आइसकेपछि गेट नम्बर 4 पक्रिनुहोस् तपाईँहरूले। गेट नम्बर 4 पक्रिँदा तपाईँहरूले डब्लुसी यानि कि टोइलेट पाउनुहुन्छ। अनि गेट नम्बर 4 अहिले हामीले गाडी रेन्टमा आज पनि पायौँ। हिजो पनि गाडी रेन्ट, आज पनि गाडी रेन्ट। यो चाहिँ 3 दिनको लागि हो। निकै दलालहरू अलिअलि चाहिँ लाग्दो रहेछ यहाँनिर। अलिकति सोच्नुपर्छ। हाम्रो गाडी यहाँ पार्क गऱ्यौँ। अब हामीले यो गाडी लिँदाखेरि चाहिँ पार्किङ सबै इन्क्लुडेड त लिएको हो। त्यही पनि अब यहाँ बुझ्छौँ। अनि यहाँ चाहिँ यस्तो खालके सानो खालके गाडी भनौँ कि बाइक पनि यो पनि चल्छ। आज अर्कै बिचमा आइपुगेको छौँ। यो चाहिँ अर्कै बिच परेको छ। अब यहाँ खेल्नेले खेल्ने हो। स्विमिङ खेल्नु मन नपर्ने चाहिँ फाइनली यो गिरोस फ्रम ग्रिस। फ्रम ग्रिस। अब यहाँ हाम्रो खाना सुरु भइरहेछ। अनि
कुन्ना र कुन्ना यसले खान्छ म चाहिँ यस्तो खान्छु अरूले चाहिँ कस्तो खान्छ आई डोन्ट नो त्यो ल त यो चाहिँ ग्रिक स्यालड साँझ पनि खाइसक्यौँ अब चाहिँ हामी यहाँबाट फर्किन्छौँ चाहिँ यहाँ बिचमा छौँ आज त यो साह्रो गर्मी छ सिन चाहिँ दामी कि दामी नि खाजा खाएर लास्टै गर्मी कुरै नगरौँ टाउकोमा पानी उम्लिसकेछ ए रमाइलो छ यस्तो दिन त फेरि कहाँ आउँछ र राम्रो छ तर सकिँदैन गर्मीले डुलेको अनि यो अरेन्ज क्लाइमेटस यत्तिकै प्रायः पपुलर रहेछ अरेन्ज क्लाइमेटस अनि यो पाथको दुईतिर चाहिँ मान्छे हिँड्ने यो ब्लू कलर यो चाहिँ मान्छे हिँड्ने रहेछ पाथ सो लुक्स सो नाइस अनि यसो सपिङहरू हेर्दैछु फाइनली राम्रो छ फाइनली हामी हाम्रो बस्ने ठाउँमा आइपुग्यौँ हाम्रो चाहिँ यो तालामाथि अनि मेरो भदैनी नानीहरूको चाहिँ तालामुनि राम्रो छ एकदम सुर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 ु हावा चलेर उडाइ लाने हावा छ राम्रो छ एकदम माथि जिन्दगीमा कहिले नदेखेको यस्तो ढुङ्गा चट्टानको डाँडामा भा हरियो परियो त्यति साह्रो छैन घरहरू सबै सेतो किन भन्दा घामको रिफ्लेक्स यसले फ्याँक्ने र भित्र शीतल दिने भनेर यसरी सेतो बनाएको रे अनि यो सबै घरको सेपहरू पनि टनल टाइपको यस्तो कुप्रो टनल टाइपको छ सबैतिर यो पनि घरको भारहरू भुइँचालोहरू आउँदा घरको भारहरू धान्न सजिलो होस् भनेर यस्तो बनाएको अरे अनि यो ब्लू कलर चाहिँ यिनीहरूको सभ्यता भनौँ न यिनीहरूको पहिचान अनि यिनीहरूको एउटा झन्डा पनि ब्लू नै रहेछ त्यस्तो छ जस राम्रो छ अब म कहाँ छु तपाईँहरू आफैले भन्नुहोस् काली है तो क्या हुआ रे भाइ मैं तो हूँ दिलवाली त्यस्तै भइसकेको छु काली दिलवाली भइसकेको छु तर पनि म मेरो साथीभाइहरूलाई मेरो सम्पूर्ण मेरो युट्युब हेरिदिनेहरूलाई भरपुर मनोरञ्जन अनि यो ठाउँलाई चाहिँ के को लागि बनेको रहेछ के रहेछ यसको हिस्ट्रीहरू भरिसके चाहिँ खोजेर दिने प्रयास गर्छु हेर्दै गर्नुहोस् ल बाजे खपड यहाँ सनसेट कि केसेट भने हेर्नु आएको त्यसका बाजे गइसकेछ सास मात्रै छिर्यो चन्नै मर्यो आया के यस्तो नि मेरो बासै के यस्तो त्यसरो पनि यतिको त देख्नु पाइयो ठिक छ यति भए पनि एटलिस्ट देख्नु पाइयो अब बिस्तारो घुमाउँछु रिङ्गडा नचली हेर्नुहोस् ल बिस्तारो घुमाउँछु त भन्छु नि अघि छिटो घुम्छ यहाँ चाहिँ रात हो कि दिन हो कि रात सबैतिर बजार फुलों का बजार बत्तीको बजार रमझमको बजार बजारै बजार छ हामी चाहिँ राति डुलिरहेको छौँ यो बाटो त तल्ल खरसाङको बाटो जस्तै छ है यता चाहिँ हाम्रो उता माथि सिलगढीको अलि झिलिमिली मात्रै छ झिलिमिली नभएको त सिलगढी हुन्थ्यो है लु आयो शान्ति
सन्तरिनी पनि आयो आयो हे धाट कर हुन्छ अब कहाँ हो यो आलकत्र जस्तै फेरि लाभा सन्तरिनी सबैको त्यो दिमाग जान्छ अब दाँत पनि जान्छ है लु खानेहरू आइसक्रिम खानेहरू हेर्नु आइसक्रिम खानेहरू गुरुजी मेना खै यो आइसक्रिमको क्यु अनि मैले पनि किनेको छु पुरा भेराइटी अफ आइसक्रिम सो मेनी भेराइटी अफ आइसक्रिम यस्तो छ अब हामी पनि आइसक्रिम चाहिँ अझै लुधिकै तेरो अब आइसक्रिम खाने हो कस्तो हुन्छ फोटो खिच्नेको स्टाइल हेर्नु ए नजाऊ न ए डाँडामा नजाऊ न बाबा लड्छ के भयो के भयो किन डर लागेको यहाँ तल डर लागेको के हो कति तल अबि म त भयो है ब्लग स्लग बनाइन डराए आँखो फेरि छिरे है भित्र यो मान्छे सरिचीहरू गाह्रो छ एरिङ टोलीहरूसँग साङलो पैसा खर्च गरे फेरि अब कबुचे जुन फुल मुन देखिन्छ अब फुल मुन हुनु आँटेको होला जस सेन्ट्रोनी र बडा सेन्ट्रोनी र बडाबाट देखेको पनि फुल मुन नेपालबाट देखेको पनि फुल मुन बेलायतबाट देखे पनि फुल मुन संसारका जुनेको नाम आखिर तिमी फुल मुन धेरै धेरै धन्यवाद मेरो युट्युब च्यानल हेरेर मलाई सहयोग सपोर्ट गरिदिनु हुने सबै सम्पूर्ण मेरो युट्युब परिवारलाई एकदम यहाँहरूको सपोर्टै मेरो लागि ठुलो एउटा इन्करेजमेन्ट हो म अझै धेरैभन्दा धेरै यहाँहरूलाई राम्रो चिजहरू ज्ञानवर्धक चिजहरू नदेखेको चिजहरू नसुनेको चिजहरू सुनाउन देखाउन सकौँ होइन हुन त मैले अहिले एक्सप्लोर गरिरहेको छु म ग्रिसमा भएकोले गर्दा ग्रिस एक्सप्लोर भइरहेछ तर सधैँ म विदेशमै चाहिँ हुँदिनँ होला होइन मोस्टली म बेलायतमै बस्छु होइन म त्यहाँ पनि ट्राई गर्नेछु सधैँ यसरी हिँड्दिनँ होला म घुमिनँ भने पनि अन्य हरेक कुराहरू लिएर म तपाईँहरू समक्ष तपाईँहरूलाई मनोरञ्जनको लागि म आउने नै छु मलाई सहयोग गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद प्लिज लाइक सब्सक्राइब अनि सेयर पनि गरिदिनुहोस् सक्नुहुन्छ भने अनि कमेन्ट गरिदिनुहोस् कमेन्ट जस्तै भए पनि तपाईँहरूको कमेन्ट मेरो लागि एउटा राम्रो गिफ्ट बनिने छ चाहे त्यो कमेन्ट जस्तै भए पनि स्वीकार्य छ थ्याङ्क यू फेरि भेट्दै गर्नुहोस् सेवा र नमस्ते